हेलो हेलो गाइस नमस्कार। आज मैले चाहिँ मकै पोलेर खाँदै तन्दुरको माथिपट्टि कोइला हालेर ढक्कनमा हैन टक्क पहिला जलाएँ यस्तो गरेर बाहिरबाट पकाएँ मस्त, नत्र अनि कच्चा हुन्छ कि हैन। त्यसपछि पड्किरहेको यहाँ टक्क यस्तो गराएर मस्त यो पहिला यो रापाले पाकेपछि बल्ल राम्रो हुन्छ कि हैन, टक्क खाइन्छ। अब गऱ्यो भने लास्ट इयर त्यही यस्तो यस्तो पहिला बाहिर जलाएपछि भित्र पाकिसक्यो हुन्छ कि रापाले, नत्र भने कच्चा हुन्छ बाहिर मात्र कालो हुन्छ कि। अब यो यस्तो मजाले रापाले पाकिरहेको है, खानेको मजा बेग्लै छ कि। तर बाहिर यहाँदेखि पुरा कालो भइसक्यो यो सल्काउँदै केही छैन, साफ भइहाल्छ। खानेको मजा बेग्लै छ। टक्क लाएर होइन एउटा त पाकिसक्यो ल गाइस, एउटा मकै पाकिसक्यो मस्त राम्रो तरिकाले होइन, खानुपर्छ अब मस्त। अब खाना खाइन्न होला यार, यही मकै खाइन्छ होला मस्त यस्तो राम्रो पाकेछ। चेक गर्नु पर्यो एउटा खाना एकदम। तर यो मकै गुलियो छैन यार, भर्खर बारी यहाँ भाँची यस्तो छैन कि मकै खाना त मजा आउँछ। अर्को पनि पाकिसक्यो, त्यो दुइटा मकै पाकिसक्यो किनभने यो आगो अब के यसलाई पहिला यहीँ सल्किन्छ। अब फेरि अर्को लिएर खानु पर्ला अहिले। ल है गाइस, सबैजनाले यस्तै गरेर पोलेर खानु होला। सहर बजारमा बस्नुहुन्छ नि उनीहरूको लागि है, म पनि अब सहरतिर हो गाउँतिर छैन, त्यही भएर तपाईँहरूलाई यसो सुझाव सल्लाह दिएको है त गाइस। धन्यवाद, सबैजनाले हेरेर माया गरिदिनु होला।